अलराइट गाइस, सो अलराइट आज चाहिँ म कपडा धुँदैछु होइन। त्यति जाँगरवाला मान्छे त होइन, त्यही पनि धुनै पऱ्यो आफ्नो कपडा, त्यही हो। धुइसकेर सक्नुहुन्छ। म चाहिँ टाउको नुहाउनु लागेको छ। आङ त यो महिनाभरि त कहाँ हो त सम्झिने हो कि आङ नुहाउने नुहाइसक्यो होइन। यति ह्यान्सी भयो कि केटीहरू देख्ने बित्तिकै पुक्लुकै ढल्छ क्या मलाई देख्यो भने। सो देख्न सक्नुहुन्छ आफ्नै करासाबारीमा फलेको, करासाबारीमा त होइन बजारदेखि किनेर ल्याएको समातेर कता हो सोल्टी भन्दै हुनुहुन्छ होला तपाईँहरू। अन्तिम समय हेर्नु थाहा भइहाल्नुहुन्छ। यस्तो जङ्गलको बाटो एक्लै हिँड्दा चाहिँ कहीबाट बाघ आएर खायो भने त गाह्रो त्यही थियो होइन। बाटोमा चाहिँ मन्दिर भेट्यो, दर्शन गऱ्यो। दर्शनमा बन केटी मिल्जा न मलाई त्यही होटलमा आइदिएँ। चाउमिन अर्डर गरेँ, चाउमिन आयो होइन। चाउमिन खाएँ, एकदम मिठो चाहिँ दाइले ल्याइदिनु भयो। त्यो यहाँ बाजेहरू चाहिँ घाम ताप्दै मजाले तास पट्काउनु भएको छ होइन। म फेरि यता सेन्टिफ्रेड पट्काउने टक्कै स्कुलको देख्नुहुन्छ स्कुल छ। गाउँको भ्यू चाहिँ आज यस्तो छ होइन। बहिनीलाई घरमा आएर सिधै रुपियाँ दिएको त खुसी भएको क्या। आजको भ्लग कस्तो लाग्यो त्यही सब्सक्राइब गर्नु होला है सबैजनाले। बाई बाई, नेक्स्ट भ्लगमा भेटौँला।